यतिखेर राष्ट्रिय सांसद गृहमन्त्री पूर्व गृहमन्त्री समेत रहेका सुदन गुरुङ यतिखेर बालाजु प्रहरी चौकीमा आइसक्नु भएको छ। उहाँले प्रहरी तथा आफ्ना आफन्तलाई भेटेर समेत गरिसक्नु भएको छ। कुराकानी क्रममा यतिखेर आफन्त मारेर न्यायको लागि आमालाई भेट्न मैले छोको छु त हामीले छोका छु त तपाईँहरू यस्तो नगर्नुहोस् प्लिज। तपाईँहरूले नै यस्तो गरिदिएपछि अनि अप्ठ्यारो कुमार थापा रोले गरेको भोट प्रहार गरेको हत्या भइसकेको बेला अवस्था सामान्य छैन। त्यसैबिनमा काटिएको पीडित परिवारसँग केही कुरा गर्दै हुन सकेन। उहाँ यो घटनाको वास्तविक अवस्था बुझ्नको लागि र